हाई एभ्रिवान। आज चाहिँ हामी है यहाँ सिस्नो बनाइरहेको छौँ। यहाँ बिक्री गर्न ल्याउनु भएको थियो, त्यही भएर चाहिँ हामी आजको लन्चमा चाहिँ सिस्नो बनाउँदैछ है। यो सिस्नो चाहिँ खानको लागि धेरै राम्रो हो है, कति दबाईको काम पनि गर्छ यसले। अन्त यो दाल जस्तै बनाएर चिप्लो हुन्छ, खान मजा आउँछ है। अन्त तर यसलाई पकाउनु चाहिँ अलिक गाह्रो हुन्छ, किनभने यसले हातले छुयो भने पुरा घोच्छ, काँडा हुन्छ। त्यसो भएर चिम्टाले लाउँदै गर्नुपर्छ। अन्त यहाँ चाहिँ पानी लगाएर चाहिँ अन्त आटा लगायो है। आटा लगाएर चाहिँ सिटी मजाले लगाएर चाहिँ यतिको हुन्छ है, मजाले फिटिन्छ। त्यसमाथि अलिकति कर्नफ्लोर हाल्यो भने अझै बाक्लो हुन्छ है। अन्त त्यसो झार्नुको लागि चाहिँ माथिबाट प्याज खौराएर, तर लसुन चाहिँ मजाले हाल्नुपर्छ। यसको मेन इन्ग्रिडियन्ट्स नै लसुन हो। अन्त यसरी मजाले खारेर है, टमाटर लाउँदा नि हुन्छ, मैले चाहिँ लगाइनँ। अन्त मजाले यसरी ब्राउन भएपछि माथिबाट चाहिँ यो अघिको सिस्नोको दाल लगायो है। अन्त स्वादअनुसार नुन लगायो। नुन मैले पहिला हालिनँ, पछाडि हालेँ है। अन्त यसरी स्वादअनुसार नुन लगाएर चाहिँ मजाले उमाल्यो। यसरी उम्लेर पछि हाम्रो यो सिस्नो रेडी भयो खानको लागि है।